सो हेलो एभ्रिवान, आज चाहिँ मैले 2 दिन बादमा बल्ल भिडियो पोस्ट गर्ने टाइम पाएको छु। अनि उभौली त सकिसक्यो र पनि किन अहिले मात्र भिडियो पोस्ट गर्दैछ भन्ने लाग्छ भने त्यसको लागि चाहिँ मैले टाइम नै पाएको थिएन नि त। त्यसैले गर्दा मैले चाहिँ आज मात्र टाइम मिलेर भिडियो पोस्ट गर्दैछु। अनि यो चाहिँ रह्यो हाम्रो प्र्याक्टिस चाहिँ साकेला नाच्नुभन्दा अगाडिको प्र्याक्टिस। अनि चाहिँ पुरै प्र्याक्टिस सकिसकेपछि हामी लाग्यौँ है हाम्रो साथीहरूसँग, नानाहरूसँग। अनि यो चाहिँ रह्यो हाम्रो साकेला नाच्ने ठाउँ। अनि मैले चाहिँ यसचोटि चाहिँ यता गाउँमै साकेला नाचेको हो नि त। बिचरा मेरो दाजु आफ्नो कुरा राख्दै हुनुहुन्छ है, त्यो साथीहरू के भन्नुहुन्छ सुन्नुहोस् ल। हेलो गाइजहरु, अनि के छ हाल? यो सालको हैन पछाडी सिडीमा स्थापना भएको छ। हाम्रो चाडपर्व यो विशाल आज कति गते? 18 गते। आज 18 गते साली खडा गरिएको छ। साली राठोलाई साकेला नाच्नु धेरै धन्यवाद दिन चाहन्छु। तपाईले समय खर्चिनु भएको छ। यो विशाल मूर्ति राख्नु बनाउनलाई मात्रै लगाएर पनि भएन। यो ठाउँमा फेरि ल्याउनु पनि यो धेरै अप्ठ्यारो क्षेत्र थियो। यो ल्याउनलाई धेरै गाह्रो। यो मान्छे यो तपाईँको यो जोस जागरलाई धेरै। अनि यता चाहिँ टक्क लाएर फोटो सेक्सन चलिरहेको थियो साथीहरू। अनि यहाँ देख्न सक्नुहुन्छ है, यहाँ चाहिँ निर्माण गर्नुभएको हो नि त। यो कार्यालयमा सल्युट दिन चाहन्छु। म व्यक्तिगत पनि ल भन, हाम्रो किराँतीहरूको महान चाड होइन उभौलीको, के भन्न चाहनुहुन्छ तपाईँ? यसरी भागिरहेछ होइन ल्याउन चिट। अनि हाम्रो भाउजूलाई के भन्न चाहनुहुन्छ? उभौली विशेष कार्यक्रममा लिएर पैसा 18 अनि एउटा शुभकामना व्यक्त गर्दै फेरि पनि हाम्रो ताजा रिसा राई हुन पाउँ भन्दै। अनि यो चाहिँ हाम्रो खाजा खाँदै गरेको क्लिपहरू यता साथीहरू। अब चाहिँ हामी घर जान लागेको है त साथीहरू। फाइनली अब हामी चाहिँ हिँड्यौँ यता घरतिर। अनि यो चाहिँ के गरेको भन्नुहुन्छ होला साथीहरू, यो चाहिँ सुरुमा हामीले जहाँबाट साकेला नाचेर गयौँ त्यहीँ आएर सिलाउनु पर्छ अरे। सो त्यसैले दिवाली चाहिँ गर्दै हुनुहुन्छ। थ्याङ्क यू फर वाचिङ माई मिनी ब्लग। अनि अघि चाहिँ गरगहनाले घेरेको त अहिले चाहिँ छैन भनेर नसोच्नु है, मैले चाहिँ बाटोमै खोल्दै आएको है त साथीहरू। अनि यहाँ चाहिँ तपाईँहरूलाई लागिरहेको होला के गर्दैछ भनेर। यो चाहिँ हामीले साकेला सुरुमा कहाँ नाचेको त्यहीँ हेरेर सिलाउनु पर्छ अरे नि त। सो त्यसैले देवाली गर्दै हुनुहुन्छ। थ्याङ्क यू फर वाचिङ माई मिनी ब्लग।